हेलो एभ्रिवान। आज मैले हाम्रो मसान्त कोषको सस पूजाको भ्लग लिएर आएको छु। होप यु अल इन्जॉय इट। सो हामीले स्पट नम्बर 1 बुक गरेका थियौँ र हामी अराउन्ड 8 बजेतिर लोकेसनमा पुग्यौँ। पुग्ने बित्तिकै सबैजना कटिङमा बिजी हुन थाल्यौँ। सँगसँगै हामीले ब्रेकफास्ट पनि लियौँ। हाम्रो आजको ब्रेकफास्टको मेन्यूमा भने टी, एग, जाम ब्रेड अनि तरकारीहरू थियो। ब्रेकफास्ट दिइसकेपछि केटाहरू चाहिँ एकछिन तास खेल्नको लागि बसे अनि अराउन्ड 10:30तिर हामी फेरि घर फर्क्यौँ पूजा सामग्री र धिमेहरू लिनको लागि। अनि हामी अराउन्ड 11 बजीतिर धिमे लिएर आयौँ। मन्दिर पुगेर सबैजनाले थकेलीको हातबाट टिका छाप्यौँ। ऊ चाहिँ मेकर हाम्रो आजको कजी। अराउन्ड 12:30तिर हाम्रो समय बजी नै फाइनली रेडी भयो र हामी सबैले समय बजी खाना खायौँ। यो हाम्रो मसान्त कोष हो, मित्रताको साँचो जोस। टाढा भए पनि मन एउटै जय मित्रता मसान्त कोष। मन त सधैँ सँगै छ, समय जति फेरि यनी दोस्ती उस्तै रहन्छ। आँसु आयो सबै मिलेरै बस्छौँ। साथीको काँध बलियो छ, लड्दा फेरि उठ्छौँ। नाम फरक ठाउँ फरक मन चाहिँ एउटै छ। मसान्त कोषको कता हाम्रो मुटुमा छ। यो हाम्रो मसान्त कोष मित्रताको
मसान्तको समयबद्ध खाइसकेपछि हामी ग्रुप फोटोको लागि मन्दिरतिर गयौँ र एकैछिन फोटोहरू खिच्न थाल्यौँ। हामीमा छ मित्रताको जोस, टाढा भए पनि मन नछुट्ने हो हाम्रो कोस, यो हो हाम्रो मसान्त कोस। हामीमा छ मित्रताको जोस, टाढा भए पनि मन नछुट्ने हो हाम्रो कोस। फोटो खिच्न सिधिसकेपछि हामी एकछिन रमाइलो गर्नलाई बस्यौँ। कोही केटाहरू पनि तास खेल्न लागे, कोही कलरसँग खेल्न थाले र डान्सहरू पनि गर्न थाले। कोही चाहिँ यहाँ झगडा गर्नलाई बिजी छन्। तर साथीको काँधने सबैभन्दा ठुलो सहारा होला। नाम फरक ठाउँ फरक भावना एउटै छ। मसान्त कोषको कथा मनभित्रै लेखिएको छ। यो हो हाम्रो मसान्त कोष, हामी माछ मित्रताको जोस। संसारको जुनै कुनामा एकै छ हाम्रो होस। सङ्गीत माया साथले भरो, जय मित्रता, जय हाम्रो मसान्त कोष। अराउन्ड 6 बजेतिर हामीले हाम्रो डिनर सुरु गऱ्यौँ। र डिनर खाइसकेपछि हामी अराउन्ड 7:30 तिर घर जानलाई रेडी भयौँ। हाम्रो मसान्त कोष, हामीमा छ मित्रताको जोस, टाढा भए पनि मन नछुट्ने यो हाम्रो कोष। जय मित्रता, जय हाम्रो मसान्त कोष, जय मसान्त कोष, मित्रता, जय हाम्रो मसान्त कोष।
Finally, after a long day, हामी अराउन्ड 8:30 तिर कजीको घर पुग्यौँ र त्यहाँबाट अराउन्ड 9:30 तिर हामी निस्क्यौँ र गीत गाउँदै रबिनको घर गयौँ. So it was our day. Hope you all enjoyed it. Thank you everyone.